हेलो 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 है साकदाको बेलामा चाहिँ यस्तो छ यहाँ आमा बौद्ध माथि हेर्दै तल मान्छे घुम्दै मजा आइरहेको छ यहाँ ल हामी चाहिँ सक्क साकदामा होइन दाजुभाइ यहाँ घुमिरहेको छु हाम्रो ठुलो सर एकछिनपछि आउँदै हुनुहुन्छ सानो सर चाहिँ यहाँ छ होइन यहाँ ग्यास भयो अरे सोध्नु यहाँबाट के भयो के खाने पपकर्न खाने के खाने म त पुरै सन्चो होला जस्तो छैन होइन अब त्यहाँ गएर यसो तातो पानी खानुपर्छ मन तातो पानी अगाडि गएर मान्छेहरू हेर्नु नि कति धेरै छ मान्छे भइहाल्यो धेरै मान्छे छ सही हो बौद्धको भ्यू त्यहाँ यस्तो छ कत्रो मोटो हो यो है कोडा गर्दैन यसले त्योहरू मोटा हो क्या यो कता अब खोकी लागिरहेछ तातो पानी खाने हो बस्ने हो होइन मजाले तातो पानी खाऊँ ज्यान बनाऊँ है त बौद्ध हेरौँ बसौँ आनन्दले यहाँ ल मान्छेहरूलाई यस्तो मजा आइरहेको छ घुम्नलाई अब हिँड्नै सकेको छैन कति धेरै मान्छे यहाँ लगभग होला सर है कति 2000 चाहिँ छ यहाँ मान्छे टन्नै छ मान्छे हिँड्ने ठाउँै छैन कुरा गर्ने ठाउँै छैन त्यो गेट अगाडि त झन् ए सुल्दाई हामी चाहिँ टक्क लगाएर है बौद्धमा बस्दै चिया तातो पानी खाँदै कुरा गर्दै बसिरहेको छु एकदम सागदाको बेलामा एकदम यहाँ मान्छेहरू यस्तो हुन्छ यहाँ मेरो भ्लग बनाउँदै गर्दाखेरि यताबाट गिजाउँछ कि फेरि अनुहार यहाँ यस्तो छ के भनिदिनु त यहाँ बिचरा यहाँ टुरोको बच्चाहरू यसरी बसिरहेको दुईजना यहाँ के खाने तपाईँहरू हजुर होइन तर हुनु त हो कि अघि मैले भनेको एकजना न एकजना हो नि त्यो त मिस भयो नि 10,000 भनेर 3,000 पैँतिस दिएको त्यो दाइले हो नि झन्डै पैसाले पुग्दैन म त्यसले पैसाले पोरिदिन्छु कति चाहियो त्यसलाई म त बजाइदिनु न भने ल पूर्णिमा चाहिँ पूर्णिमा चाहिँ हामी चाहिँ यहाँ सागत हावामा टक्क यहाँ यसमा त्यो गाइस हुन्छ नि भुइँमा टक्क यसरी त्यो सुतेर हामी कति एकचोटि गर्ने कि दुईचोटि कति एकचोटि गरौँ अनि एकचोटि गरेर सक्दो रहेछ भने 3 चोटि हाल्नु पऱ्यो तर एक्सर्साइज त खतरा हुन्छ होला हौ जिम गर्ने भन्दा खतरा दुख्छ होला एक्सर्साइज होल बडी डेड लिफ्ट हाने जस्तो है गाइस यहाँ चाहिँ टक्क अब हामी चाहिँ निस्किनु लाग्यो बौद्ध गेट पछि होइन सबैजनाले ल लास्ट दर्शन गर्नु होला सागत हावाको मेला चलिरहेछ बवाल हुँदैछ है ल आज चाहिँ टक्क लगाएर हामी भित्र आइसकेको छु होइन हो टक्क यो भित्र आइसकेको छु अब चाहिँ यहाँ अगाडि गएर सुतेर गर्नुपर्छ कभर त पुरै भिज्ने भयो आज मजाले मान्छेहरू चाहिँ टन्नै छ ओ हेलमेट भयो के छ कोटर तँलाई के भने हेलमेट लगाएर पुरै अनौठो छ ल दाइ चियर्स ल तातो पानी खाएर हामी है एनर्जी ड्रिङ्क होइन त ब्याग चाहिँ यसलाई दिने हो क्या यसलाई पठाइदिने पठाइदिनु त त्यसलाई त्यो ब्याग ल 50 लाग्छ फेरि यताबाट पनि उताबाट सुन्नु ममथानबाट तर सुरुवात चाहिँ ममथानबाट गर्नुपर्ने सबैहरू होइन ममथानमा 3 चोटि गर्ने यो अनि त्यहाँबाट एकदमै ट्याक्क लाग्छ हो 3 चोटि चाहिँ कस्तो हिँड्ने 3 चोटि त्यही गर्ने क्या ममथानमा 3 चोटि भन्नाले चाहिँ 3 चोटि ढोग्ने ममथानमा त ढोग्ने हो नघुम्ने
मन जानु गयो नि भयो नि 3 गर्ने क्या सुतेर हामी चाहिँ अब सक्रक्क लगाएर यसरी हान्नु लागेको छु होइन कति भरिया हो अब सुरु भयो टक्कै अहिले ममथानबाट सुतेर हान्ने हो मैले अब यहाँबाट चाहिँ सुरुवात हुन्छ हाम्रो है त आजको टक्क माथि बौद्धनाथ बबल देखिरहेको छ सकिसकेको छ होइन यस्तो मजा पनि आयो तर अलिकति गाह्रो चाहिँ गाह्रो हुने रहेछ हामीले सोचेको थियो 25 देखि के अरे 30 मिनटभित्रमा चाहिँ हामीले सबै सकिने जस्तो सोचिरहेको थियो तर नसकिने रहेछ यस्तो हुन्छ हालत होइन यहाँ देख्न सक्नुहुन्छ यस्तो यस्तो छ हालत पुरै होइन तर ठिक छ खुसी लाग्यो है एक कोरा एक छ्याक हान्दाखेरि अनि अर्को 2 चाहिँ हामीले हिँडेर कोरा हान्यो टोटल 3 भयो है यस मजा आयो ल आज ल आगिदिन के चियासँग खाँदा क्या मजा आउँदो रहेछ कि यो चाहिँ हाम्रो प्रसाद है ल सबै खाइदिउँ क्या चिया क्या मजा आउँछ हेर्ने कसरी ल्याउनु नि जानु उसले ल्याउँदैन ल्याउँछु भन्दैन